आज हामी पर्सन जाने हो, त्योभन्दा अगाडि हामी घुम्न जाने। तिमी त उचालै हिँड के, भारी छ के त केटी, ढुङ्गा हालेको छ नि त। यसलाई त पछाडि राख्दा हुन्छ होला नि। फेरि त्यो खोलेको ढोका चाहिँ किन हिजोदेखि चामल हिजो तेल। थाहा छ गाडी पनि एउटा घर हो के। मैले कहानी सुनिसकेँ त्यसको। कस्तो मजाको वेदर क्या आज पनि। कता लग्नुहुन्छ बच्चाहरूलाई कहाँ लानुहुन्छ हिजो त। अनि कहाँ हामी कहाँ लानु हिजो त आइथिङ खाएको हामीले। तर आजको दिन कस्तो राम्रो क्या। दाई भएको दिन राम्रो छ क्या, दाई नभएर 2 दिन यस्तै चिसो भयो नि हाम्रो लकी चाम। अनि म त कति बनाउँथ्यो, दाइले हिजै थाहा पाइसक्नु भयो। केही छैन। यो बिच दामी देखिन्छ। यही राम्रो नि दाइ, उताको त्यो बिच भन्दा त। हेर्नु न कस्तो राम्रो देख्छ। ओ माइ गॉड के छ त? घुमिसक्यो। दाजुले यता ल्याउनु भएको छ, यहाँ टावर रहेछ, यस्तो दामी भ्यू छ अरे हेर्नु। ओहो चढी एउटी फेरि। ओ माई गड साँच्चीको क्या दामी। पठाउनु कोकोलाई पठाउँछ, कस्तो दामी भ्यू रहेछ यहाँ चाहिँ। जुम गर्न खोजेको कस्तो दामी क्या। उताबाट यहाँ आइपुग्यो हामी, त्यो ठाउँबाट के यता पनि पुग्यो। सक्छ त कसैले, सक्दैन नि, खसेर के पछि यस्तोमा चढेर। मैले यो एकदम राम्रो ठाउँ। त्यो डाँडादेखि पारिपट्टि भुइँमै गएर क्या पानी सुकेको थियो पुरै, भुइँमै गएर अनि बारबिक्यु गरेर बसेको कसम के म गएपछि के अस्ति जति भिडियो लिए पनि चित्त नपुग्ने। त्योभन्दा अगाडि अब हामी चाहिँ फर्किँदैछौँ। एकदम दामी भ्यू देखाउनु भयो दाइले हामीलाई ल्याएर। अब कहिले आउँछ हामी यहाँ? ए म भन्छु मेरो डायलग भन्छु म। ए मेरो डायलग ओके 1 2 3 गो। चप्पल छुइटिँदा त फेरि पनि जोडेर लगाउने हामी, म तिमी सम्बन्धको कुरा गर्छौ। खायो 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 केटीले। यो डायलग भन्न म 4-5 दिन वेट गरेर बसेको थिएँ कि। माइ गॉड फाइनली मैले भने दाजु आइरहेको छ। अनि यो कति बेरसम्म अडिन्छ होइन? दाइलाई केही प्रब्लम त छैन नि भिडियो गर्दाखेरि? छैन कति बेरसम्म अडिन्छ भयो थाहा पनि छैन? हामीलाई के प्रब्लम हुन्छ त्यति त हक भइसक्यो। यो कति बेरसम्म अडिन्छ त थाहा छैन होइन? हामी फर्किँदैछौँ अब। भन्दैछु नि केही छैन। तिम्रो फोन चाहिँ राम्रोसँग राख है। यति चाहिँ मैले कर्ली गरेको है, तर कर्ली चाहिँ भएन। मेरो साथी उता छ है। यहाँ हाम्रो अर्को महानुभाव पनि जोडिनु भएको छ। वेलकम टु आवर ब्लग। अल द वे फ्रम अस्ट्रेलिया भन्नु अझ। जहिले कल गर्दा यस्तै स्किन केयर गर्दा अनि मेकअप गर्दा गरेको हुन्छ। अनि खालि के बोलै केटी भइरहेको छ हो। भइरहेछ। बोल ल। सो चुप बोल भनेको बोल भन्छ अनि चुप बोल्दाखेरि चुप लाग्छ। अब हामी चाहिँ फेरि त्यही हामी चाहिँ भन्ने आउँछ कि यहाँबाट चाहिँ अब ट्रेन स्टेसन जान्छ होला नि दाइ। दाइलाई देखाउनु कहाँ जाने दाजु? ट्रेन स्टेसन। अब
छोड्ने भने के अब आज पनि बस भन्नु न अझ आज बस्छ न अघि नै आउँछ ल छुट्टी छैन नि आज भोलि त काम छ नि भोलि पनि छुट्टी दिन्छु भन्दै थियो भन्दै थियो म बेटर भइसक्यो भनेर मेसेज फेरि मलाई फुड पोइजन भयो फेरि पानी खाएको पानीको पोइजन भयो यहाँको त्यहाँबाट यसको ब्लुटुथमा अन भयो फेरि त उता मेरो मेरो यो यता बोलेको साक्षी यता बोलेको उता सुनिरहेको के भन्छ त यो तेरो कतिचोटि हो यता ठाउँ कतिचोटि आयो म सेकेन्ड टाइम आएको पहिला आएको थिएँ राति आएर राति नै फर्केको अनि त्यसपछि कस्तो राम्रो लागेको थियो मैले स्टोरी पनि हालेको थिएँ सबैले रिप्लाई गरेको थियो स्टोरीको फोटो हालेको थियो नि मलाई नभन्न पनि कहाँ गइयो भने म त राति हिँडिदिन्छु नि त अनि थाहा हुँदैन म कहाँ जान्छु के गर्छु भनेर कहिल्यै पनि अनि अहिले पनि त्यसरी नै अहिले पनि कस्तो प्लानै नबनाइकन आएको तर यस्तो रमाइलो भयो नसोचेको रमाइलो भयो दाइ भाउजू हाम्रो कडा त्यही भएर मन त्यही भन्छ म त फर्स्टचोटि आएको नि त अब थाहा छैन कस्तो के त्यही पनि हावाको तालमा हिँडेको होइन त्यही पनि यस्तो के त्यो साथी भन्दा पनि फ्यामिलीको इन्भाइरोमेन्ट क्रिएट गर्नुभयो नि त अनि चाहिँ एकदम रमाइलो लाग्यो सो अब उता के कस्तो छ घरतिर केही थाहा छैन हामी चाहिँ यत्तिकै घरको मतलब छैन कि फेरि घरको मतलब छैन डुल्नु पाएँ हिँड्नु पाएँ भन्छ होइन त्यही हो अब हामी चाहिँ घर जान्छु पनि बहुत देखाउँछु अनि हजुरहरू पनि आउनु होला अब यस्तो घुम्ने ठाउँ त छैन त्यता त्यही पनि नआए पनि केही चाहिँ हुँदैन नआयो भने इट्स योर लस आउनुपर्ने ठाउँ कस्तो राम्रो छ ब्ल्याकपुलतिर होइन तर अब घुम्नै नभए पनि आउनु होला भनेर सोचेँ भनेको दाइलाई भनेको के भन्दैछु कि म त एकछिन त के भन्छु दाइलाई भनेको म त भ्युवर्सहरूलाई तैँले यहाँ स्कार्ब्रो चाहिँ घुम्न आउनु भनेर भनिस् कि भनेर नआयो भने अप टु देम होइन तर दाइहरूलाई चाहिँ उता आउनु भनेको चाहिँ आउनु भनेको नि भाउजू त एक्लै आउँछु भन्नु मेरो डाँडामा पुगेर झरेको तलतिर झर्दैछौँ त्यही हो दाइ त केही बोल्नु हुँदैन ल आउँछु भन्नु नआउने भन्नु के दाइ आउनुहुन्छ जम्चर्यो भने त्यही छ भाउजूलाई लिएर आउनु नत्र भने भाउजूलाई पनि पठाइदिनु एक्लै बानी हुन्छ हिँड्ने पञ्चाकलाई पनि आउनु भनेर पञ्चक दाजु त प्रेसर आउनु त के को तिहार चाहिन्छ नि आउनु भन्नै पर्दैन तिहारमा हो पञ्चक दाजु आउनु बेहुली चाहिहाल्यो क्या गाईको बेहुली हो क्या पञ्चक दाई चाहिँ एउटा बेहुली हो दुईजना आफू आएपछि त ऊ ल्याइहाल्नु पर्यो त्यसैले आउनुहुन्छ उताबाट चढ्यो भने चाहिँ 2 होला के हाम्रो ट्रेन यही होला भिक्टोरिया होइन प्लेटफर्म 2 बाई दाजु लस ल रोड ट्रेन यो हो बाई बाई तरिसा भाउजू हामी गयौँ ल यताबाट झडौँ हौ म तलै राख्छु कि तल चाहिँ ठुलो लगेज राख्ने होला कि त्यही भएर तर के हुँदैन सक्छस् त उचाल्न सक्छस् त यिनीहरूले राखे जस्तो नि उ गरेर राख्यो भने चढ्छ त्यो माथि छ नि अनि मार्ला नि फेरि अर्काले यहाँ क्याफेमा आउँछ नि त सँगै त्यो भनेर अस्ति पनि यो अपोजिट साइडमा गएर बसेँ आज पनि अपोजिट साइडमा गएर बसेँ कि मैले त्यही भन्नु बिहे गरेर मान्छे मान्ने नि तँसँग किन बिहे गर्ने र मैले आइजेले के भन्दैछ मलाई योसँग बिहे गरौँ भन्दैछ बिहे गर कि मसँग नभने किन सो हामी चाहिँ ट्रेनमा बसिसक्यौँ अनि बसिसक्यौँ कर्ली गर्न खोजेको भयो भने के गर्नु जिन्दगीमा हामी चाहिँ आज कति दिनपछि जान्ला हामी 2-3 दिनपछि 1 दिनलाई भनेर आएको कि खास हामी 1 रात बस्ने भोलिपल्ट फर्किने भनेर आएको त्यसरी तर हामी बस्यौँ जाँदैछौँ प्रेस्टन घरबाट म्यान्चेस्टर हिँड भन्यो अरे कि
मेरो साथी यता छ यस्तैले मेसँग बिहे गरेर भन्छ अरे के गरौँ भन्दा मान्दिनँ यार म खुसी राख्छु त्यसलाई त त्यो कुनै केटाले भन्दा मैले खुसी राख्छु कि बुझिस् हालिदियो नि भ्लग यस्तो हाल्दै मलाई के मतलब यस्तो हो कि साथी मैले देखेको मैले खुसी राख्दिनँ होला त राखिहाल्छु नि कसरी राख्छ खुसी कमाइहाल्छु हो न पैसा केटाले मैले कमाइहाल्छु झन् त तैँले अरूलाई सेयर नगर्न सक्ने कुराहरू मलाई कुराहरू सेयर मसँग गर्छ अरू तँलाई के चाहियो केही चाहिएन विशाल सुटकेस हामी योर्क आइपुग्यौँ गाइज 6 मा टाइम गाइज हामी चाहिँ योर्क आइपुग्यौँ अब के खाऊँ के खाने हामी के खानुहुन्छ कफी कुन कफी बोल साथी हामी चाहिँ योगमा चाहिँ चेन्ज गर्नु पर्ने थियो अघि एकछिन सुत्यो ट्रेनमा कस्तो निद्रा पनि पुग्यो अब चाहिँ यहाँनिर साथीलाई भोक लाग्यो अरे घरमा खाऊ भन्दा खाएन अहिले चाहिँ भोक लागेर 36 मिनट थियो गर्मी त छैन जाडो नै छ त्यही पनि डिसेम्बरमा समरहरू हुनेहरूलाई हामीलाई छाला ड्राई स्किन right wrap cheers कति ग्राम दाजुचोटि फेरि यहाँनिर स्न्यापको लागि पनि चेयर्स हुन सक्छ तर मैले स्न्यापच्याट चाहिँ मैले आजकल त्यति धेरै युज गर्दिनँ नै छोडिदिएको नि त्यसमा पनि धेरै रिजन्स छ नि तर करले गरेर गल्ती गरेर चाहिँ आज फेरि भन्ने अरे कि दाजु म त कहाँ पुग्नु Hello. I'm in New York. I'm coming to Europe. Kisor Dadi. On train. Yes. Okay, we're coming. You're going to Manchester? Right? You Shreyans. What time you'll be back there? मैले बुझाओस् कि सुमिना होस् भन्यो होइन सुमिना भनेको किन बिस्तारै बोलेको जहिले हो गर्ने मान्छेहरूले घरै उचाल्ने मान्छे अनि हाम्रो सो दाजुहरूले मान्छेहरूलाई अलरेडी थाहा हुन्छ क्या म कसरी बोल्छ भने बिस्तारै बोलेको त सुमिना हो सेम मान्छे हेलो भाइ हु इज देयर Nothing. You're coming back at night time, right? I'll see you that time. Then we'll meet there, so it's fine. She's going with me again. Okay. See you at home. I'm too hungry. You've been too. Remember. फेरि म्यान्चेस्टर जाने ट्रेन भयो म्यान्चेस्टर आइज घुम्नु होइन भोक लागेपछि जे पनि हुन्छ त्यस्तो पनि छैन नि त ऱ्याप खाइरहेको चिकन एन्ड बेकन खाइरहेको होइन मैले चिकन के अरे पोर्कहरू बेकनहरू चाहिँ खाँदिनँ है चिकन खानु बेकन खाने भन्छ हिजो एउटा चिकन खान्छ पोर्क खान्छ अहिले फेरि चिकन बेकन खाइरहेको त्यो भने अपोजिट भन्छ भनेकै त्यही हो क्या तपाईँ बुझ्दिनँ ल चिकन चाहिँ खान्छु पोर्क बेकन बिफहरू चाहिँ कति बेला खान्छ के भन्छ अब यो चाहिँ कुरा चाहिँ के होला नि भिडियो चाहिँ के हान्दैन चाहिँ पता है तेरेको कितने लड्की मिलेंगे के खाने बेलामा जति बेला कुरा हुन्छ होइन जति लड्की मिले पनि त्यस्तै हो लड्कीको चक्करमा पर्नु हुँदैन हाम्रो केटीहरू चाहिँ फेरि जति पनि छ नि जोकरहरू के मायामा परेपछि चाहिँ
पागलनीहरू त्यही भएर मायामा नपरेको राम्रो पराएर त्यही त नपरेको राम्रो भन्दैछु नि त, त्यही भएर पढ्नु हुँदैन। अहिले त तेरो मिठो होला भनेर सेम हो बिस्क्या हौ साह्रो गुलियो म जान सक्दिनँ अब। म जहिले पनि कस्तो हुन्छ भने म नेपालमा हुँदा पनि साक्षी र म कतै खाने भयो भने मैले 4वटा भन्दा मोमो खान नसक्ने क्या, अनि सब प्लेट सबै त्यसले सक्थ्यो। अहिले पनि के खान सकेन भने खाइहाल्ने। अब एकअर्कालाई के एकअर्कालाई नै होइन कि आफूले आफूलाई के हेरेर मैले त नै हेरेँ मेरो हात उठ्दै जान्छ। मार्छ होला मार्छ चाइनिज सबैले फेरि भन्दा के गर्ने रे त्यही लाने म त यो भन्दैछु नि फेरि मनपर्छ आउँछ म त त्यो हुँदैन। हाम्रो साथीले हटपट बनाएर खानुहुन्छ मलाई मोमो खाने हो अब गएर ओके रेस्ट गर्नुपर्छ पहिला चाहिँ रेस्ट गर्नुपर्छ रुम मिलाउनुपर्छ त्यो त छोड्दैन होला त्यो पुरै छुट्टी छ कि हामी भर्खर आइपुग्यौँ प्रस्थन। के खान मन छ मोमो छ नि मोमो त मैले बनाउने हो क्या हाम्रो यसरी ए कसरी थाहा छ तिमीले बनाउँथ्यौ त्यो त मलाई स्योर थाहा छैन फेरि। सो गाइज हामी चाहिँ प्रेसन आइसक्यौँ। यहाँ चाहिँ मेरो साथी त्यही हो हाम्रो टाइम रमाइलो बित्यो अनि हाम्रो साथीले मलाई ड्रिङ्क्स किनिदिएको छ भनौँ घर आइपुग्यो फाइनल्ली एकदम टायर्ड। अब घर गएर रुम मिलाउनु छ अनि त्यसपछि खाएर सुत्ने हो। भोलिदेखि अब ब्याक टु नर्मल रुटिन हुन्छ। भोलि बिहानै उठ काम जाऊ बेलुका आऊ फेरि सुत फेरि काम जाऊ त्यही हो अरू के भन्नु। बाई बाई एभ्रिवान थ्याङ्क यू फर वाचिङ। एभ्रिवान भन्दा चाहिँ को एभ्रिवान भनेको चाहिँ मलाई थाहा छ को भनेर अनि मैले यो थाहा छ को भनेर भनेको पनि उनीहरूलाई पनि थाहा छ को भनेर ल जसले हेर्छ उहाँहरूलाई थ्याङ्क यू एभ्रिवान फर वाचिङ टिल देन बाई बाई। कस्तो मजा घाम लाग्छ यता चाहिँ बाई। देख्नु भयो भाउजू समर हो क्या यो भनेको चाहिँ आउनुपर्ने हुन्छ त्यही भएर उता त के समर यहाँ नि त बाई बाई फेरि पनि।